नमस्कार सम्पूर्णमा। आज भने कक्षा 12 अनिवार्य नेपाली विषय अन्तर्गत भागीरथी श्रेष्ठद्वारा लेखिएको कथा मातृत्व वाचन गर्न लागिरहेको छु। कस्तो सुनिन्छ यहाँहरूले कमेन्ट गरिदिनु होला। कथा यसरी बढ्छ। केही महिना अघिको कुरा हो। एउटा शनिबार सदाझै म झ्यालमा बसेर उहाँको बाटो हेर्दै थिएँ। मेरो 10 वर्षीय ठुलो छोरा भर्खर नुहाएर कोठामा पस्यो। उसले लुगा फेर्दै सोध्यो, आमा के हेरिराख्नुहुन्छ तपाईँ सधैँ? छोराको प्रश्न सुनेर मनमा लाग्यो, सानातिना कुरामा किन झुटा बोल्नु? हुन त कतिपय कुरामा छोरासँग झुट बोलेकी छु, तर यसो गर्दा मलाई कति असन्तोष हुन्थ्यो। योभन्दा बढ्ता असन्तोष त्यति बेला लाग्थ्यो जति बेला छोराले मेरो कुरामाथि विश्वास गर्दैनथ्यो र उल्टो शङ्का गर्थ्यो। त्यतिखेर मेरो अनुहार जङ्गलमा झारिएको रुखको ठुटो जस्तै हुन्थ्यो। पश्चाताप र ग्लानीले मेरा दुवै नेत्र रसाउन थाल्थे। अहिले सोधेको प्रश्नको जवाब हुन त जे भनिदिए पनि हुन्थ्यो, तर नभएको कुरा भन्न मन लागेन। केही होइन छोरा, सुबोध अङ्कललाई किन दिनदिनै आउनुहुन्छ हामी कहाँ? नरुचाए झैँ गरी उसले प्रश्न गर्यो। किन तिमीलाई मन पर्दैन र? उहाँले तिमी हामी सबैले माया गर्नुहुन्छ। उसको मुख र प्रश्नमा झल्केको अरुचिमा विश्वास दिलाउनुपर्छ भन्ने विचारले म पूर्वाग्रह पीडित थिएँ। आमा, सुबोध अङ्कल मन पर्दैन मलाई। छोराको कुरा सुनेर म झस्किएँ। उसको भनाइमा नैराश्य बिम्बित हुन्थ्यो। किन छोरा त्यस्तो भनेको? उहाँ राम्रो अङ्कल हुनुहुन्छ, त्यसो नभनाई छोरा, सम्झाउँदै भने। तपाईँ नहुँदा हामीलाई कस्तो हपार्नुहुन्छ, गाली गर्नुहुन्छ, बुबाले जस्तो माया गर्नुहुन्न। आमा, अबदेखि सुबोध अङ्कललाई हामी कहाँ नआउनु भन्नुहोस् न। पिलपिलाउँदो र उपेक्षाको भावले छोराले आफ्नो बालसुलभ वास्तविकता पोख्यो। यो सत्यतालाई मैले बुझेर पनि बुझ पचाउँदै आइरहेकी थिएँ। हुन्छ छोरा भन्छु, तर अहिले होइन, अलि पछि भन्नेछु ल। छोराको अनुहार खुसीले उज्यालो भएको स्पष्ट देखिन्थ्यो। छोराको भनाइले